खुसीमा छैन। आउनै पर्ने हुन्छ, एकदमै रिफ्रेसमेन्टको लागि एकदमै बेस्ट छ। आज हामी कुलेखानी रिसोर्ट जाँदैछौँ र म त्यहाँको चाहिँ हजुरलाई भ्यू देखाउने वाला छु। हेरेर मलाई साथ सपोर्ट दिनुहुला भन्ने आशा गर्दछु। हामी फाइनली कुलेखानी हामी चाहिँ फाइनली कुलेखानी आइपुग्यौँ र अब हामी चाहिँ अब अब चाहिँ हामी माथितिर जाँदैछौँ भ्यूहरू हेर्नलाई कस्तो छ हेरेर साथ सपोर्ट गर्नलाई है त। अब आगो तापिरहौँ, फायर क्याम्प गरिरहौँ साथीहरू। अब चाहिँ हामी टक्कै सब ग्रुपमा आएको छौँ। दिदी हाई। बिनाजु आज मक्ख हुनुहुन्छ साथीहरू। आज बिनाजुको खुसीको सीमा छैन। अरूलाई त म चिन्दिनँ। दिदी केही भनिदिनु न, कस्तो फिल भइरह? हामी चाहिँ यहाँ बारबिक्यू गरिरहेको छौँ अहिले। अनि यहाँ चाहिँ खाइरहेको छौँ, बारबिक्यू गर्दै खाँदै रमाइलो भइरहेको छ साथीहरू। हजुर पनि आउनु सक्नुहुन्छ। मेरो दिदीले ब्याग लिएर के सामान बोकेर आए। दिदीलाई हेरेर दिदीलाई हामी साथ हामी चाहिँ फाइनली उठ्यौँ होइन, भर्खरै उठ्यौँ 8 बज्यो। हामी चाहिँ हाम्रो दिदी चाहिँ यहाँ आउनुहुन्छ। आवाज पनि आएन साथीहरू, एकदम चिसो छ। अब मैले नुहाउने भनेको कसरी नुहाउँछु मलाई थाहा पनि छैन। अब तातो पानी पनि आउँदैन अरे यहाँ, के गर्नु साथीहरू। अहिले हामी नुहाएर अनि फ्रेस भएर घुम्न जान्छौँ। अनि त्यहाँको सानो सानो क्लिपहरू खिचेर म राख्छु। गुड मर्निङ फ्रम कुलेखानी। हामी चाहिँ अब कुलेखानी माथि आइरहेको। यहाँ स्विमिङ पुल छ, देख्न सक्नुहुन्छ हजुरले। हाम्रो दिदी बिनाजु, हाम्रो बिनाजु दिदी, मिना दिदी कस्तो लागिरहेको भन्नु त? हिजो हामीले कतिको इन्जोय गऱ्यौँ, एकदमै रमाइलो भयो। एकदम रमाइलो गऱ्यौँ हामीले, नाच्यौँ, बारबिक्यू गऱ्यौँ। अलिअलि क्लिप त मैले हजुरलाई देखाएकै छु, देखिसक्नुभयो। तर अब यो चाहिँ मर्निङ भ्यू। अब हामीले चाहिँ एकछिनमा हजुरलाई त्यो पोखरीवाला देखाउँदैछौँ, हेरेर सपोर्ट गर्नुला। गाइज हाम्रो चाहिँ फोटो राम्रो आएन भनेर बसिरहेको यहाँ। सबैभन्दा मेन राम्रो नहुन्छ यिनको ठुस्स भनेर बसिरहेको। सबैजनाले चिया खाइराख्नु भएको र आफ्नो आफ्नै धुनमा हुनुहुन्छ सबैजना। साथीहरू म चाहिँ आज अब केही क्वेसनहरू सोध्छु है, कस्तो रमाइलो लागिरहेको छ यहाँहरूलाई। अनि म सोध्छु ल भिना आज कस्तो फिल भइरहेको त? मेरो भ्युवर्सहरूलाई हजुरहरूले के भन्न चाहनुहुन्छ? यो ठाउँ हामी चाहिँ यहाँ कसरी आइपुग्यौँ भन्दा चाहिँ भिनाजुलाई चाहिँ भिनाजुको अफिसबाट लिएर आउनुभयो अफिसको साथीहरूले। अनि हामीलाई पनि इन्क्लुड गराइदिनु भयो। यहाँ भिनाजुको साथी हुनुहुन्छ है, यहाँ पनि यहाँ चाहिँ पूर्वेली हुनुहुन्छ साथीहरू। हामी चाहिँ पश्चिमेली हो। पूर्वेली भर्सेस पश्चिमेली हाम्रो भेटघाट भइरहेछ र राम्रै कुराकानी भयो। ल हजुरले केही भनिदिनु न त, यो ठाउँ किन फेमस छ? यहाँ चाहिँ किन मान्छे आउनै पर्ने ठाउँ हो त ल?
खासमा चाहिँ यहाँ कुलेखानी जलविद्युत आयोजना रहेको छ जसको क्षमता चाहिँ 106 मेगावाट रहेको छ र यो कुलेखानीको अर्को नाम चाहिँ इन्द्र सरोवर पनि हो जुन चाहिँ सबैभन्दा ठुलो मानव निर्मित ताल हो त्यही भएर चाहिँ मान्छेहरू चाहिँ हेरेर मनोरञ्जन गर्नका लागि आउँछ तर ठाउँ पनि एकदमै रमाइलो नै छ भ्युअरहरूले अर्को सोध्ने क्वेसनहरू के छ भने पछाडि यसको लोकेसन भन्ने बारेमा छ र सरले कहाँदेखि कसरी आउने भन्ने लोकेसन मजाले सरले भन्नुहुन्छ म पनि फर्स्ट टाइम आएको हो त्यही भएर मलाई चाहिँ खासै लोकेसन राम्ररी थाहा छैन बर्देन 2वटा बाटा छन् यहाँ आउनका लागि काठमाडौँदेखि एउटा चाहिँ हजुर यो दक्षिणकाली वाला बाटो आउन सक्नु हुँदै अर्को चाहिँ चन्द्रगिरीवाला बाटो हुँदै के भन्छ चितलाङ हुँदै आउन सक्नुहुन्छ चितलाङवाला बाटो अलिकति खराब छ बल्कुवाला बाटो अलिकति राम्रो छ यो चाहिँ टिकटकमा हेरेको चाहिँ 1 घन्टा थियो कि 1 घन्टा मात्रै लाग्छ काठमाडौँबाट भनेर चाहिँ थियो तर 1 घन्टा चाहिँ धोका नै हो है हामी आउँदा कति घन्टा लाग्यो रे 2.5 घन्टा 3 घन्टा जति लाग्छ हाम्रो चाहिँ 3 आवर्स त स्पिडमा आउँदा पनि 3 आवर्स चाहिँ हामीलाई मजाले लाग्यो तर हामी चाहिँ आइपुग्दा चाहिँ त्यही 8:30 बजे आइपुगेको थियौँ हामी 5 बजे हिँडेर भनेपछि हामीलाई त अलमोस्ट 3.5 घन्टा नै लाग्यो अझै किनकि हामी बिस्तारै आएको थियौँ त्यही भएर पनि हुनसक्छ हाम्रो ग्रुपमा चाहिँ हिजो एकदमै फनी गर्ने मान्छे चाहिँ यहाँ हुनुहुन्छ यहाँको डान्स चाहिँ मैले अलिअलि क्लिप राखेको छु जो साथीहरू हेर्नु हामी चाहिँ यो ठाउँमा आएको छौँ भनेर मैले अघि नै हजुरलाई जानकारी गराइसकेको छु यो ठाउँ चाहिँ एकदमै राम्रो छ कि हजुर आउनु सक्नुहुन्छ र भिजिट गर्न सक्नुहुन्छ यसको लोकेसन चाहिँ मैले हजुरलाई भनिदिनेवाला छु अघिको चाहिँ अलिकति क्लिप छुटेको छ त्यही भएर मैले त्यो कुरा इन्क्लुड गरिनँ र यो ठाउँमा चाहिँ हजुर आउनै पर्ने हुन्छ एकदमै रिफ्रेसमेन्टको लागि एकदमै बेस्ट छ यहाँ स्विमिङ पुल पनि छ होइन तर हामीलाई चाहिँ जाडो भयो नि त अब चिसोमा आएको थियौँ त्यही भएर हामीले स्विमिङ चाहिँ गर्न सकेनौँ जाडो भयो यहाँ भ्यू हेर्दै सक्नुहुन्छ एकदमै बवाल छ भ्यू हजुर त्यही कुरो भयो हुन्छ बेबी नचल अब चाहिँ हामी बोटिङको लागि निस्किँदैछौँ इन्द्र सरोवर ड्याममा चाहिँ कुलेखानीमा छ त्यो चाहिँ मैले अघि नै इन्ट्रोडक्सन दिइसकेको छु हामी कहाँ छौँ भनेर अहिले यहाँनिर चाहिँ दिदी म मात्रै छौँ अनि चाहिँ म चाहिँ तल गइसकेपछि हजुरले सानो सानो क्लिप चाहिँ देखाउँछु अब धेरै भिडियो त देखाउँदिनँ होला सायद किनकि बोटिङमा अब अलिकति डर लाग्छ रिस्क हुन्छ नि त साथीहरू त्यही भएर अब ल हेरेर चाहिँ इन्जोय गर्नु र मलाई फुल भिडियो हेरिदिनुहुन्छ भने ठुलो अपेक्षा छ त्यो हेरेर चाहिँ साथ सपोर्ट गरिदिनु होला है त ल अहिलेको लागि चाहिँ बाई साथीहरू हामी चाहिँ अब त्यो बोटिङकोमा जाँदैछौँ प्रस्थान गर्दैछौँ हेर्नै बोटिङको कस्तो छ बाटो त्यहाँदेखि जाने भनेर देखाउँछु हजुरलाई अब मेरो मोबाइलमा चाहिँ धेरै स्पेस छैन अब के गर्नु अब सानो सानो क्लिपहरू मात्रै राख्छु होला अब स्पेस नभएपछि त के नै लाग्छ होइन अब हेरौँ लेट्स सी कतिसम्म स्पेस पुग्छ अनि त्यहाँसम्मको चाहिँ राख्छु अरू त अब के गर्नु साथीहरू यस्तै हो बाटो चाहिँ यस्तो रहेको छ त्यस्तो खासै युट्युबर त होइन डिगेट र सिल्भर हो डिगेट र सिल्भर खोलामा चाहिँ डिगेट सिल्भर कमन ग्रास कार्प कत्लेहरू छ लोकल माछा चाहिँ कत्ले छ ट्राउट छैन यहाँ अझै ट्राउट छैन असलाहरू चाहिँ माथि माथि बग्ने खोलामा असलाहरू चाहिँ छ ट्राउट चाहिँ छैन यो चाहिँ हाम्रो क्याप्टिभ माछा रिसर्च सेन्टर हो यहाँ चाहिँ विभिन्न किसिमका माछाहरू राखिएको छ ल जाऊँ सर
इन्द्र सरोवरको बोटिङ है गाइस साथीहरू अब चाहिँ हामी बोटिङको यात्रा सकेर मोहिनी झरनामा चाहिँ जाँदैछौँ। आधी घन्टा लाग्छ अरे साथीहरू। मलाई चाहिँ गर्नु भएर ज्याकेट पनि खोलिसकेँ। अब बाँध्ने ढङ्ग छैन, त्यही भएर यसरी बाँधेको छु। अब त्यहाँ चाहिँ हामी आधी घन्टामा पुगेपछि मात्रै म हजुरलाई चाहिँ त्यहाँको क्लिप देखाउन चाहन्छु र अहिले यहाँनिरको हेरिरहेको भिडियो चाहिँ म यहाँनिर इन गर्न चाहन्छु। हस्, बाई बाई। हामी चाहिँ त्यहाँ पहाडीबाट हेरेर आएको। अझै आधी घन्टा लाग्छ। ल छिटो छिटो हिँडौँ है। यता हेलो भन्दै ल के भयो थाकियो? ल ल ल हिँड्नु 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 ल साबास। अझै 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 छिटो ल। धेरै टाढा पुग्नु पर्ने छ। सबैजनाले गिभ अप गरिसके जस्तो छ। स्वास र फफा मात्रै भइरहेछ। एउटा हातमा पानीको बोतल छ, अर्को हातमा हात छ। अर्को दाम्पत्ति खै अर्को दाम्पत्ति जीवन पछाडि छ, हराइसक्यो। हामी ल अन्तिम डेस्टिनेसनमा छौँ साथीहरू। अब चाहिँ हामी 5 मिनटभित्र चाहिँ हामी त्यो मोहिनी झरना भन्ने ठाउँमा 5 मिनट 5 मिनट 2 मिनट 5 मिनट पनि लाग्दैन। तर यहाँ चाहिँ अघिसम्म यस्तो पसिना आइरहेको थियो त्यहाँ माथि हुँदा चाहिँ। फेरि यहाँ एक्कासी चिसो भयो कि सायद यो झरनाले गर्दा होला। फाइनली साथी हामी चाहिँ यो मोहिनी झरनामा चाहिँ आइपुगेको छौँ र झरना चाहिँ त्यहाँनिर चाहिँ स्टार्टिङमा म त्यस्तो भरिया भइरहेको छु ग्राउन्डमा। खोलाको पाला त्यस्तो न। यहाँ आउनको लागि हामीले यति धेरै मिहिनेत गर्न परेको साथीहरू। हजुरले इमेजिन पनि गर्न सक्दैन साथीहरू। अब हामी त्यो झरनामा पुग्दैछौँ।
बाटोमा यस्तो गर्दै आएर हामीलाई चाहिँ एकदमै जाडो भएर चाहिँ हामीले सुप खाँदैछौँ साथीहरू। अब सुप खाने अनि हामी यहाँको गन्तव्यदेखि लाग्छौँ। अब हाम्रो अर्को गन्तव्य घरमा हुन्छ कि कति घुम्ने हुन्छ। मैले बाटोमा के बिताउनु छ भने ज्ञान रहेछ। ल साथीहरू हामी चाहिँ अब घर फर्किँदैछौँ बोटिङबाट अब अर्को डेस्टिनेसनमा जाँदैछौँ अनि त्यहाँ गाइस कस्तो भइरहेछ हामी चाहिँ अब घर फर्किँदैछौँ गाइस। दिदी कस्तो लागिरहेछ चियर अप गर्नु पर्यो चियर अप गाइस अब हामी चाहिँ अरू चाहिँ कुनै पनि ठाउँ नजाने भयो किनकि हाम्रो टाइमले भ्याएन। त्यही भएर अब चाहिँ हामी रेस्टुरेन्ट गएर अब रेस्टुरेन्टदेखि चाहिँ घर फर्किन्छौँ होला। घर फर्किन लागेको चाहिँ म हजुरलाई एउटा भिडियो क्लिप देखाउन चाहन्छु। अहिले चाहिँ हामी अब मोहिनी झरनाबाट पनि फर्केर पनि हामी रिटर्नवाला बोटमा आएर पनि अब रिसोर्ट जाँदैछौँ। साथीहरू हामी चाहिँ घर जान लागेको होइन। अब चाहिँ म चाहिँ घप्या घुबु भइसकेँ चिन्नै नसकिने आँखा पनि देखिरहेन। बाई बाई गाइस। गाइस हामी चाहिँ भर्खरै काठमाडौँमा आइपुग्यौँ। मेरो चाहिँ बल्बको जाम छ अहिले चाहिँ। अब हामी रुममा पुग्दासम्म त पुरै अँध्यारो भइसक्यो होला। अहिले नै अलिअलि अँध्यारो भइसक्यो। अलिअलि के धेरै नै भनौँ त्यसलाई त के अलिअलि भन्नु आएको छ। सबै लाइट बाल्नै परेको छ कि लाइट नबालेको भए पो अलिअलि भन्ने हो। र अब हामी बल्बदेखि लाग्यौँ है त रुममा चाहिँ कति बजी पुग्छौँ लाग्छ होला आधी घन्टा पाउने 1 घन्टा जति। त्यहाँ पुग्यो भने पनि म एउटा सानो क्लिप बनाउँछु है त। हामी फाइनल्ली घर आइपुग्यौँ ल है त। मैले घरतिर पनि देखाइसकेँ र चलाउने मान्छेहरूलाई पनि देखाइसकेँ। फाइनल्ली हामी घर आइपुग्यौँ। थकित अवस्था साथीहरू। मैले गेट ओपन गरेँ ल ल साथीहरू माया गरिदिनु होला है। किप सपोर्टिङ किप लभिङ।